कसले के भन्छ नाच्नु दिदी नाच्नु न भने त्यो मृत्यु नै मातृ मृत्यु हो भन्ने बुझ्नु पर्यो पहिलो कुरा। अब त्यो मृत्यु हुँदाखेरि चाहिँ कस्तो छ भन्दा यो एउटा हाम्रो एनपिटिएसआर समिति भन्ने छ, त्यो समितिमा पनि म समितिको मान्छे पनि भन्छु, हाम्रो वडा अध्यक्ष सर अनि त्यस पछाडि स्वयंसेविकाबाट एकजना प्रतिनिधित्व गरेर एकजना राख्ने भनेर दिकु दिदी हुनुहुन्छ, अनि त्यस पछाडि गएर एकजना भनेको स्कुलको प्रधानाध्यापक हुनुहुन्छ जित सर हुनुहुन्छ, अनि त्यसपछि स्वास्थ्य चौकीको इन्चार्ज अनिल सर हुनुहुन्छ, अनि एकजना नर्सिङ कर्मचारीमा मेरो नाम छ, 5 जना छ हैन। अब यो 5 जना मध्ये वडा अब जस्तै यो समिति भनेको त अब स्कुलको प्रहर त्यही नै हुन्छ भन्ने हुँदैन, स्कुल के अरे स्वास्थ्य संस्थाको इन्चार्ज सरै हुनुहुन्छ, नर्सिङ कर्मचारी सधैँभरि हामी हुन्छौँ भन्ने भएन। तर यसमा हुँदा वडाको जनप्रतिनिधि एकजना, अनि स्कुलको प्रहर एकजना, अनि त्यसपछि स्वास्थ्य संस्थाको नर्सिङ स्टाफ एकजना, अनि त्यसपछि इन्चार्ज, अनि स्वयंसेविकाबाट प्रतिनिधित्व गरेर एकजना, 5 जनाको समिति छ हैन। अब यहाँनिर कुनै महिला त्यसरी मर्यो, मातृ मृत्यु भयो भने हामीले यो समितिमा चाहिँ यसरी हाम्रो समाजमा यसरी मातृ मृत्यु भयो के कारणले भयो भनेर हाम्रो चाहिँ पहिलो बैठक बस्छौँ। अब यसबाट तपाईँहरू झन् तल्लो तहबाट तपाईँहरूले चाहिँ रेकर्डिङ रिपोर्टिङ गर्ने पहिला जानकारी दिने हामीलाई हो, नोटिफिकेसन फर्म भन्छ, त्यो फर्म चाहिँ अहिले आउँछ, अहिले फोटोकपी गर्न दिएको छु मैले, त्यो फर्म चाहिँ तपाईँहरूले भरेर हामी कहाँ दिने, 24 घन्टाभित्रमा यो फर्म बुझाउनु पर्ने हुन्छ, सबैजनाले एउटा एउटा दिनु त जस्तो